आफ्नो साथीकोबाट हिँडेँ, मतलब साथीकोबाट मतलब घरबाट हिँडेर अनि फेरि एकैछिन साथीकोमा बसेर मम्मीसँग कुरा गरेर अनि त्यसपछि हिँडेँ म अब बुटोलतिर हेर्दै जानु। अब म के काम गर्दै जान्छु, काम पनि गर्दै जान्छु अनि घुम्दै पनि जान्छु। अब त्यही हो। अब नभने जस्तो भएछ मेरो त अब त गाइजहरू। अब अमुवाको मेन रोड आइसक्यो, सिधा अब यो चाहिँ जान्छ हाम्रो के भन्छन् बुटोल उता के बुद्ध नगरतिर जान्छ यो रोड चाहिँ। अब हामी जाँदैछौँ, हाम्रो यात्रा जारी नै छ। मैले चाहिँ समोसा मटर खान लागेको छु अङ्कलको ठेलाबाट। अब चाहिँ मोमो खाँदैछु म। सेवा आउँछ नि गाइजहरू मोमो खाँदैछु। मैले आफै फोडेको है तातो भयो साह्रै। हेर्न सक्छौ एकदम टेस्टी छ। चटनी झन् मिठो छ। अनि गाइजहरू यो चटनीको कटौराको हुन्छ नि चटनी रहेको त्यो चाहिँ छोड्न नहुन्न है कहिले पनि, त्यो चाहिँ खानुपर्छ। त्यो चाहिँ याद गर्नु होला सधैँ। एकदम पिरो भयो। मेरो साथीहरू हेर्न सक्छौ। विनिता मैले मोमो खाएँ, सम्झना कता हिँड्छ त चाहिँ मेन हेरेछ रुन्चे। मोमो खाएँ, समोसा मटर खाएँ, एकदम मिठो थियो, टक्क पिरो मिल्लो एकदम पिरो भइरहेको मलाई। म चाहिँ वहीँ आएर बताउँछु तँलाई। खाएँ अगाएँ पेट ढाडेँ। अब चाहिँ म जाँदैछु आफ्नो कामतिर सामान कुरियर गर्न। यहाँ हेर्नु सक्नुहुन्छ मेरो ड्राइभर। यता हेर्नुहोस् त ड्राइभर चाहिँ किन त्यस्तो महँगो ज्याकेट लाउनु भएको हजुरले? महँगो ज्याकेट हो, चस्मा महँगो। तिम्रो भन्दा त मेरो चस्मा महँगो जस्तो देखिन्छ त। यहाँ हेर्नुहोस् त मेरोमा चस्मा महँगो कि यस्तो चस्मा महँगो कमेन्ट चाहिँ गर्नु ल गाइजहरू। हेर्न सक्नुहुन्छ उहाँ डाँडामा आउँदैछ नजिकै। हामी बुटोलको नजिकै पुग्न लागिसक्यौँ। गल्ली चाहिँ आफै कमेन्ट गरेर चिन्नु ल गाइजहरू कुन गल्ली हो भनेर। यो गल्ली चाहिँ सबैजनाले चिन्नुहुन्छ होला होइन। यो गल्ली चाहिँ भन्नु है कहाँको हो र कुन ठाउँ हो भनेर। स्ट्रिट फुडहरू यहाँ रेडी छन्, अहिले हामी खाएर जान्छौँ। के खाने हो? हाम्रो स्ट्रिट फुडहरू एकदम प्रसिद्ध छन् यहाँ। के खाएर बोल्दै मिले। कुरियर गर्न आएको सामान कुरियर चाहिँ भएन, अब फर्केर जाँदैछौँ। भएन कुरियर हामी चौरा हुँदै निस्किँदैछौँ। अङ्कलजीले दामी तरिकाले साइकल चलाउँदै हुनुहुन्छ।
गाइज हेर्नु मेकअप राति राति यस्तोमा जानलाई हुन त गर्नै पर्यो। साथीलाई भेट्न जाने हो कि यस्तोमा जान हो साथीलाई भेट्न खास देखाउन पर्यो। के देखाउनु पर्यो? राम्रो भएर जानु पर्यो त फेरि कस्तो नराम्रो भएर आइ चाहिँ भन्छ। मैले लिपस्टिकले यहाँ गरेर लगाएँ। अब म जाँदैछु सङ्गमलाई भेट्नलाई। मेरो ड्रेसअप यही हो, के हुन्छ थाहा छैन। भएर हेर्दै जाम। अरू जे फेर्रे पनि कपडा फेर्रे पनि जे फेर्रे पनि मेरो चप्पल चाहिँ नफेरिने भयो। जुनकिरीमा मेरो साथीले काम गर्छन्, त्यही भएर म चाहिँ तिनलाई भेट्न यहीँ आऊ है गाइजहरू। अरू चाहिँ त्यस्तै हो होइन। अब भेट्न चाहिँ अब साथीलाई जाने हो। अब कहाँ लुकेर बस्यान् भन्ने थाहा भएन, त्यो चाहिँ मलाई पनि। हेर्दै जाम। ल भेट्न जाँदै हो, हेरिसक्यान् मलाई। यस्तो हुन्छ नि वेलकम भन्ने, केटा उम्मिने, माला लिने, बस्ने, मलाई आरती गर्ने, टिका लगाइदिने भन्ने छैन। आफ्नो साथी आउँदाखेरि होइन यस्तो गर्यो। मलाई उहाँ गएर आरती थाल लिएर माला साला गरेनौ। लक्ष्मी आला ओके म लक्ष्मी आउँदाखेरि तिमीले यस्तो गर्ने मलाई। दुईजनमा त उसाएन भन्दै तिमीले यहाँ क्वेसनको एन्सर देऊ क्या तिमीले अब ब्लगमा हाल्छु ल के हो ल यहाँ के दिने हो र म यहाँ अहिले भिजा हो क्या डिप्रेस भयो किन म आएँ भनेर हो क्या होइन म आएको सक भएको थियो किन यहाँ सुन न म आएको सक भएको थियो किन भन न खास यो अफ गरेर छ्या भन न हाल्ने होला भन तिमी म फेमस गराउँछु कि भन के अबे होइन बे आयो यस्तै मलाई दिनु के चाहियो अरे तिमीलाई यहाँ भन त आइफोन चप्पल होला यहाँ हेर भाइको चप्पल लाऊ मैले आफ्नो चप्पल लाएर बेबी लेखेको चप्पल जापानी चप्पल भाइको चप्पल हो नेपालकै चप्पल हो त्यो 100 रुपियाँवाला जापानको के ल्याएको कसैले के म कसैले चाहियो के कसैले खै उहाँ दिँदैछ त त्यसले बुहारीले किनेको दसमा लेख्दैछ ए अनि अर्को पनि छ कुरा तिमी मसँग शीतल फार्म घुम्न जाने कि नै यहाँ काममा छुट्टी लिन्छौ कि नै हजुर स्पोन्सर हान न म जाने गइदिन्छु तिमी जान्छौ कि नै त भन न ओके ओके छुट्टी लिन्छौ कि नै यहाँ लिन्छु के कति दिन र एक दिन गएर नाइट क्याम्प हानेर अर्को दिन साँझतिर या धन अर्को दिन फर्किने हुन्छ ल साथी जानु ल मेरो टाइम भयो भने म भन्छु तिमीलाई कति महिना होइन कति दिन भन अब 12 दिन छ गिरीलाई सङ्गमको जुन गिरीलाई मैले यहाँ फेमस गराउँदै हो मेरो ब्लगमा हेर्नु होला सबैजना यहाँ आइदिनु होला सङ्गमले यस्तो ड्रेस लाउँदा त राम्रो देखिने रहेछ नि त मलाई त थाहै थिएन अब सङ्गमकै ब्लग गराएर बस्नु पर्ने भयो भने हेर 2टा बडीगार्ड हिँड्दैछन् मेरा यहाँ बस्छ मजाहरू हेर्न सक्नुहुन्छ जुनकिरीको भ्यू राम्रो हो एकदम राम्रो हो उहाँ त्यो उसमा बस्ने भनेको चाहिँ त्यहाँ चाहिँ बसेनौँ किनकि मलाई कस्तो अप्ठ्यारो लाग्यो त्यहाँ चाहिँ अनि त्यही भएर हामी यहाँ खुल्लामा बस्न आयौँ अब यिनलाई भेट्न आएको हेर्नु गाइजहरू यिनले मलाई यहाँ टपोरी बनाएर बसाले लाउन जस्तो चस्मा आएर बटरफ्लाई चाहिँ एकदम राम्रो है गाइजहरू पनि राम्रो हो त्यस्तै राम्रो हो बटरफ्लाई जस्तै हो म पनि थ्याङ्क यू मेरो यो छातावाला आयो हेर्न सक्नुहुन्छ गाइजहरू के हो यसको नाम सङ्गमले त मलाई त भन्दै भनेन नि त मोजितो त्यसै यहाँ हेर्न सक्नुहुन्छ मेरो प्यारो क्युट छाता कति राम्रो बनाएर पठाइदिएछन् हाम्रो दोस्तले ब्लू एन्जल भन्छन् ब्लू स्काई भन्छन् के हो यो जसको नाम चाहिँ थाहा भएन अब चाहिँ यहाँ म ट्राई गर्छु ल आउने भयो कि नै चिसो हालेर पठाऊ तिमीले रोगाऊ मलाई मिठो
गुलियो हो धेरै मलाई सबभन्दा दामी लाग्छ मिठो होइन धेरै गुलियो हो धेरै अनि हाम्रो त्यस्तो मिठो हुन्छ जापान बसेर अलिक स्विट खाना कम गरेको होला नि त सबै गुलियो चिज पाइन्छ उही तिमी बस न के हो र हामीसँग नबस्न हुने हो र काममा खाऊ भनेर काम भनेको कामै हुन्छ के खाने सङ्गमले मलाई जे लिएर आउँछ नि त्यही खाने हो एउटा आइटम भन्दैछु भने कि 2 वर्षमा रक्सी खाँदै बस्नु म पनि धनी दिदी हुँदैछु हेर्न सक्नुहुन्छ छातावाला ड्रिङ्क खाँदै पनि एउटा अब धनी नै हो मुम्फली खान्छु गाइजहरू धनी दिदी हो नि त धनी जस्तै गरेर खानु पऱ्यो नि त यो खोल्दिनँ भन न मैले यो चाहिँ खाँदै हुँ यहाँ हेर्न सक्नुहुन्छ यसको नाम चाहिँ खै कुन्नी के भन्यो थियो अरे ड्रम्स अफ हेभेन होइन अर्कै हो अनि यहाँ हेर्नु मैले छातावाला म एकदम धनी छु आज मैले छाता उड्न पाएछु जुसमा चाहिँ अब के गर्ने जुसमा पनि पानी पर्छ भनेर होला मेरो साथीले यो चाहिँ दिएको खासमा त अब मलाई त थाहा भएन त चाहिँ अनि म चाहिँ यो ट्राई गर्न जाँदैछु है हेर्न सक्नुहुन्छ अब साथीको सबभन्दा राम्रो अरे फेभरेट अरे दिनको चाहिँ गाइजहरू मेरो अब क्यामेराको त्यो उस चाहिँ फोनको त्यो एउटा लाइट हुन्छ नि सानोवाला त्यो चाहिँ ल्याएन किनभने चाहिँ अब मैले ल्याउन चाहिँ बिर्सेँ म चाहिँ अर्कै कामले आएको तर यो साथीले चाहिँ यता बोलाएँ अब मैले चाहिँ यो खाना चाहँदैछु यो ड्रम्स अफ हेभेन तिनले मलाई ट्राई गर राम्रो हो भनेर आफ्नो उसमा चाहिँ क्याफेमा बोलाएर यहाँ अब खिलाउँदै खान् मसँग यहाँ छाता पनि छ हेर्न सक्नुहुन्छ जुसमा क्युट छाता होइन अनि त्यसपछि अब चाहिँ म ट्राई गर्न जाँदैछु यो हेर्दै जानु अनि यहाँ चाहिँ डिम लाइट किन भएको भन्दाखेरि चाहिँ यहाँको डेकोरेसनै त्यस्तै गराउनु भएको छ एकदम राम्रो हो हजुरहरू आउन सक्नुहुन्छ यहाँ जुमकिरीमा चाहिँ एकदम राम्रो छ मैले चाहिँ यो ट्राई गर्न जाँदैछु है गाइजहरू एकदम मिठो हो यहाँ हेर्न सक्नुहुन्छ मैले खाँदैछु यो त्यस्तो ध्यान अगाडि अन्त अर्कोचोटिबाट चाहिँ लाइट लिएर हिँड्छु ल सँगै मैले खाएर भ्याएँ यति धेरै खाएँ हड्डी उहाँ रह उसले त्यति खायो मैले यत्रो खाएर सकेँ गाइजहरू मैले यहाँ नाम चाहिँ भन्न आउँदैन यो खाँदा जाँदै हो अब धनी मान्छे पऱ्यो नि त अब धनी मान्छेले अलि भन्न आउँदैन नि त नाम खाने मात्र काम हो नि त धनी मान्छेहरूको हेर्न सक्नुहुन्छ मेरो छातावाला जुस पनि हेर्न सक्नुहुन्छ गाइजहरू हेर्न सक्नुहुन्छ मेरो लागि भनेर स्पेसल आइसक्रिम मेरो लागि भनेर स्पेसल आइसक्रिम हेर्न सक्नुहुन्छ फ्रम सङ्गम मेरो लागि भनेर नै स्पेसल आइसक्रिम गाइजहरू म त्यहीँ खाएर यहीँ सुतेछु यहीँ एम्बुलेन्सीमा मतलब त्यहीँ बसेको उसमा चाहिँ अब चाहिँ म निस्किँदै हुँ यहाँ लास्ट निन्द लाग्यो लास्ट थकै लाग्यो म छिटो घर जान चाहन्छु लास्ट निन्द लाग्यो बाई 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 म त त्यही निन्द आएको छु यहाँ बाई लहस म सुतेर भ्याएँ क्या त त्यही भयो
बाई बाई गरे म त जाँदैछु अब तिमीलाई के भन्नु हो कति राम्रो रहेछ उति खेलौँ गाइजहरू यहाँ चाहिँ मैले चाहिँ बल्ल आफ्नो लागि चाहिँ पाएँ यो लाइटहरूमा फोटो खिच्नु पर्छ क्या यस्तो गरेर मैले चाहिँ आफ्नो लागि चाहिँ यहाँ पाएँ हेर्न सक्नुहुन्छ के पाएँ यहाँ गाइजहरू हामी चाहिँ जुनकिरीबाट निस्किँदै हौँ रमाइलो भयो जाँदै हौँ निस्किँदै हौँ बाई बाई भन्दै हौँ ल बाई बाई जुनकिरी यही हो लास्ट भेट चाहिँ नमस्ते बाई बाई गाइजहरू ज्याकेट स्याकेट लाएर रेडी भइसक्यो अब म चाहिँ निस्किनु लागेको अब म घर गएर भेट्छु ल गाइजहरू बाई बाई ल म चाहिँ यसो देख्छु जङ्गली चाहिँ घर पुगेर अब म सुत्न लागेको बाई बाई गाइजहरू मलाई लास्टै हिँड्न लाग्यो मेरो ब्लग चाहिँ अब यहीँ सुटिन्छ म साथीलाई भेटेँ खाएँ आएँ अब म सुत्न लागेको बाई बाई गाइज Too fast, moon is breaking through her hair. She's heading for something that she won't forget, having no regrets.